नमस्कार, म पदम महत। आजको हाम्रो टपिक चाहिँ धेरै युजफुल छ। हामीले हाम्रो अडियन्स, हाम्रो भ्युवर्सहरूलाई चाहिँ कसरी चाहिँ धेरै भन्दाखेरि धेरै चाहिँ इन्गेज गर्न सकिन्छ। सो अब हामीले चाहिँ उहाँहरूलाई धेरैभन्दा धेरै चाहिँ नलेजेबल कन्टेन्ट दिएर, जस्तै मोटिभेसनल, इन्सपाइरेसनल कन्टेन्टहरू चाहिँ उहाँहरू सामुन्ने चाहिँ हामीले सेयर गरेर चाहिँ उहाँहरूलाई हामीले एजुकेट गराउनुपर्छ। र अर्को भनेको वी निड टु सेयर आवर रियल स्टोरी। हामीले चाहिँ हाम्रो चाहिँ रियल स्टोरी चाहिँ हामी रियल पर्सन भएर चाहिँ आफ्नो सक्सेस, आफ्नो विन्स स्टोरी, आफ्नो स्ट्रगल स्टोरीहरू चाहिँ उहाँहरूलाई चाहिँ सेयर गर्नुपर्छ। र अर्को भनेको हामीले चाहिँ थाहा हुनु पर्यो कि हाम्रो अडियन्स, हाम्रो भ्युवर्सहरूले चाहिँ हामीबाट चाहिँ के चाहिँ चाहिरहनु भएको छ, हाम्रो कस्तो खालको कन्टेन्टहरू चाहिँ उहाँहरूले चाहिँ हेर्न रुचाइरहनु भएको छ, अथवा उहाँहरूको डिमान्ड चाहिँ कस्तो छ कि हामीबाट चाहिँ यस्तो खालको कन्टेन्ट चाहिँ आओस् भनेर चाहिँ त्यो कुरो आफूले थाहा भएर चाहिँ हामीले हो त्यस्तै खालको कन्टेन्टहरू चाहिँ क्रिएट गरेर उहाँहरू सामुन्ने चाहिँ हामीले सेयर गर्न सक्यो भने त्यसबाट पनि धेरैभन्दा धेरै चाहिँ हामीले इन्गेजमेन्टहरू पाउन सकिन्छ। अनि लास्ट बट नट द लिस्ट, अहिले हाम्रोमा रहिरहेको अथवा आफूसँग चलिरहेको चाहिँ ट्रेन्डिङ म्युजिकहरू हो, त्यसमा पनि आफूले त्यो म्युजिकमा राखेर चाहिँ आफूले कुनै कन्टेन्टहरू क्रिएट गरियो भने त्यसबाट पनि धेरैभन्दा धेरै इन्गेजमेन्टहरू हामीले पाउन सकिन्छ। सो यदि तपाईँहरूलाई पनि यो बिजनेसको बारेमा अलि थप जानकारीहरू चाहिँ लिन चाहनुहुन्छ अथवा तपाईँहरूलाई जान्न चाहिँ धेरै त्यस्तो उत्सुकता छ भने प्लिज रिच आउट टु मी एट www.matpadam.com। र म आजको यो टपिकलाई यहीँनेरि क्लोज गर्छु। सो म भोलि फेरि अर्को नयाँ टपिक लिएर हजुरहरू सामुन्ने आउनेछु। सो टिल देन स्टे ट्युन एन्ड यु गाइज हेभ अ गुड डे। बाई बाई।